So hello everyone. With the advertisement of under secretary on the same date जुन चाहिँ त्यो 25 पोस्ट अफ अन्डर सेक्रेटरीको निकालिएको थियो अन 5/12 अफ 2025 अन सेम डेट यो 9 पोस्ट अफ सब इन्सपेक्टर एक्साइज पनि रिलिज गरेको छ एसपिएससीले है। यसलाई पनि अलिकति हेरौँ है। र यसमा के छ भनेदेखि 9वटा मात्रै पोस्ट छ है। 9वटा पोस्टमा यसलाई कसरी डिस्ट्रिब्युट गरेको छ भ्याकेन्सिज तपाईँले हेर्न सक्नुहुन्छ है। सबैलाई एक एकवटा मात्रै दिएको छ है। अनरिजर्भ भयो, बिएल सिटमा ओबिसी सेन्टर, स्टेट लिस्ट, सेटल ट्राइब, सेटल कास्ट सबैलाई एक एकवटा मात्रै सिट दिएको छ है। र एकदमै राम्रो भ्याकेन्सी छ यो पनि है। अन्त इम्पोर्टेन्ट डेटमा तपाईँले सेम डेट छ जुन चाहिँ अन्डर सेक्रेटरीको छ है, लास्ट मन्थ अफ जनवरी 2026। यसमा पनि तपाईँलाई डिग्री मात्रै चाहियो, ब्याचलर डिग्री, अरू केही छैन, एक्स्ट्रा केही मागेको छैन। र एज लिमिटमा अलिकति हेर्न सक्नुहुन्छ, सुड बी एटेन्ड 18 बट सुड नट हेभ एटेन्डेड 30। तपाईँ 18 प्लस हुनुभयो, कति अरे तपाईँको 18 चाहिँ हुनु पऱ्यो, तपाईँ 18 एबभ प्लस 30 इयर एज अन तपाईँको 31 भनेपछि तपाईँ 31 तारिक अफ जनवरीसम्म चाहिँ 30 पुगेको चाहिँ हुनु भएन। तपाईँ जनवरी महिनामा 30 पुगेको चाहिँ हुनु भएन। इफ तपाईँ फेब्रुअरी मार्चमा पुग्दै हुनुहुन्छ नि इट्स ओके है। तपाईँहरूले यसमा एप्लाई गर्न सक्नुहुने रहेछ एज लिमिटको कुरा गर्दाखेरि। र अस्तिको जुन चाहिँ एसआई रिसेन्टली तपाईँको है अलिकति कन्ट्रोभर्सियल भएको थियो, त्यसमा तपाईँको पुलिसपट्टिको चाहिँ तपाईँको 35 थियो जस्तो लाग्यो। यसमा तपाईँको रहेछ 30 है। एज पर नोटिफिकेसन तपाईँले हेर्न सक्नुहुन्छ, त्यसमा के छ है, टर्म्स एन्ड कन्डिसन एकर्डिङ टु यो डेट फिक्स गरिएको। र अदर क्वालिफिकेसन्स हेऱ्यौँ भने तपाईँले सुड हेभ यसमा केही छैन है, सबै एडभर्टाइजमेन्ट है, यो सेम हो। म्यान्डेटरी डकुमेन्ट सबैलाई सेम हो है। र यसमा अब तपाईँको एसआई हो होइन, जसरी भए पनि तपाईँको फिजिकल स्ट्यान्डर्ड पनि मेन्टेन गर्नुपर्ने हुन्छ। र यसमा के छ भने तपाईँले प्यारामिटर्सहरू हेर्न सक्नुहुन्छ, मेल्स र फिमेल्सलाई सेपरेटली। सो बोइजमा हेऱ्यौँ भने हाइट चाहियो 5 फिट 4 इन्ची मिनिमम है। चेस्ट तपाईँको यति चाहियो 32 इन्चेस। देन एक्सपेन्सन गर्दाखेरि तपाईँको 2 इन्चीसम्म चाहिँ एक्सपान्ड हुनु पऱ्यो तपाईँको चेस्ट। र वेटमा हेऱ्यौँ भने 50। फर दिस इज फर मेल क्यान्डिडेट। फर फिमेल 5 फिट, चेस्ट नट एप्लिकेबल है। 45 केजी मिनिमम चाहियो फर द लेडिज। अरू कुराहरू यस्तै छ। तपाईँहरूलाई यहाँ सिलेबसहरूको कुरा गरेको छ, त्यो जुन चाहिँ म सिलेबसको लागि चाहिँ म तपाईँहरूलाई यो भिडियोको मुनिपट्टि लिङ्क लगाइदिन्छु, तपाईँले त्यहाँबाट डाइरेक्टली डाउनलोड गर्न सक्नुहुन्छ है। र त्यस पश्चात तपाईँले एप्लिकेसन त त्यही हो, द प्रोसेस अफ रेजिस्ट्रेसन पनि सेम है। तपाईँको एकाउन्ट एसपिएससीमा अलरेडी छ भने त्यहाँ अलरेडी आइहाल्छ। र यसको फीको कुरा गरौँ भने 200 है, जुन चाहिँ मिनिमम हो भनौँ न, सबैमा 200 चाहिँ दिएको हुन्छ। र इफ ग्याजेटेड पोस्टमा चाहिँ 500 हुन्छ है। र यो पनि एकदमै राम्रो भ्याकेन्सी छ। तपाईँले जो एप्लिकेबल हुनुहुन्छ तपाईँले यसमा एप्लाई गर्न सक्नुहुन्छ। र तपाईँले यसमा मैले भने जुन चाहिँ सिलेबसको कुराहरू, त्यसको चाहिँ म लिङ्क तपाईँहरूलाई तल दिन्छु, तपाईँले त्यहाँबाट डाइरेक्टली डाउनलोड गर्न सक्नुहुन्छ। ओके, थ्याङ्क यू।